ह्यापी ड्राइभ पिकनिक चोटिको एक्सप्रेस 9 मा मरिन्छ कि यहाँ Okay. हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल आज तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु भन्दै फेरि पनि मेरो न्यू ब्लगमा स्वागत छ साथीहरू। अनि आज चाहिँ हामी ड्राइभ पिकनिक जान लागेको छौँ, त्यही पनि फ्यामिली। अनि हामी ड्राइभ पिकनिक चाहिँ तलतलिया जान लागेको छौँ। अनि आमा बाबाहरू, दिदी, बुहारी, नानीहरू अनि म हेर्दैको होला। अनि बुहारी, म, दिदी चाहिँ अनि नानीहरू बसमा जान लागेको। अनि बाबा आमा चाहिँ स्कुटीमा आउनुहुन्छ सामानहरू लिएर। अनि हामी चाहिँ यहाँनिर जानु लागेको साथीहरू। अब चाहिँ हामी हिँड्नु लागेको। बाबा चाहिँ बैठकमा जानुभएको छ अनि एकछिनमा आउनुहुन्छ। अनि आमा चाहिँ स्कुटीमा त एकैछिन आइपुगिहाल्नुहुन्छ नि। सो हामी चाहिँ गाडीमा जानुपर्ने हो र अब हामी चाहिँ जानु लागेको साथीहरू। अनि यहाँ छ खानेकुराहरू। खानेकुरा चाहिँ उतै देखाउनेछौँ साथी। पापड छ, यहाँ के छ, रोस छ, अनि पानीहरू। अनि यहाँ हुन् मेरो दिदी, यहाँ बालबच्चाहरू साथीहरू। अनि यहाँ चाहिँ मेरो छोरा के गरेको। अनि यहाँ छिन् बुहारी। अनि अब चाहिँ हामी सामान प्याक गरिदिने अनि हामी चाहिँ जाने। चाहिँ रहेको छ हाम्रो पुलाउ मासु, आलुदम, अचार त्यस्तै लगेको साथीहरू। ड्राइभ पिकनिक हो नि त। अनि आज चाहिँ म काममा नगएको। ओए त मेरो टोपी कहाँबाट भेटायो? भुतले टोपी खैहाल्यो नि त। शेर्पा टोपी। वाउ हेर्दै गर्नु होला। अब चाहिँ हामी गएको। बाई बाई। हामी चाहिँ लाग्यो। आमाहरू चाहिँ एकछिनमा हुनुहुन्छ अनि हामी चाहिँ गएको ल। बाई बाई। हामी चाहिँ बसमा जाने हो। पुत्रहरू खै त्यता। हामी चाहिँ भर्खरै आइपुग्यौँ तलतलिया। खानासाना बनायो तलतलिया। हामी चाहिँ आइपुग्यौँ। अहिले आमा बाबाहरू चाहिँ आउनु हुँदैछ तलतलिया गाइज। तलतलिया लेखेको हाई फोटो खिचौँ। अब हामी फोटो खिच्छौँ। बोर्डिङ पनि रहेछ यहाँ। हेर्दै गर्नु होला। अहिले देखाउनेछौँ। बाई बाई गाइज। कति वर्ष पछि आएको यस्तो यस्तो भइसकेछ यहाँ घोडामा। पानी हेर्न यहाँ कस्तो दामी। पानी छल्केको छैन। छर्लक गरेर हेर त यहाँ पानी। आमामा यहाँ छैन त बोर्डिङ। ए यहाँ ऊ यस्तो रहेछ। ओ घोडा उयो त्यहाँ त कसरी चढ्नु। हामी पाहाडमा एकताल चढ्दै गाइजहरू अल्छी लाग्यो। त्यहाँ बोर्डिङ हुँदैछ है। बोर्डिङ विदेश जानै पर्दैन यस्तो नाउ चढ्न। समुद्र त्यहाँ खेल्नेलाई भन्दा हेर्नेलाई मजा आइरहेछ। 2 राउन्ड भयो। 2 र पानी। ए उता परै पुगेन। ओराइबाटै खोर्काइदियो। पर लानुपर्ने हेर। ए फिनिस 3 राउन्डमा गाइज। के
चढ्नुलाई लु जा पिलेन चढ मेरो छोरा गएर पिलेन चढो विदेश नजाऊ तिमीहरू चिली पिती पो रहेछ बिचारी आइज यहाँ माटो छ है आऊ गाइज भिड छ पुरै लाउ छिटो आउनु बिस्तारी छिटो आऊ दिदीहरू आइसक्यो छिटो उयाँबाट आउँछ भाइ छिटो आइज लागोस् न छिटो आइज न ल बालबच्चाको खुसी ल बिस्तारै बिस्तारै एकछिन ल भाइ पेन त गयो छोरा यहाँ खेल यहाँ खेलौँ यहाँ आइज त्यो रोटो पनि खेलौँ ए लक लगाएको छ हुन्छ ल यहाँ भाइहरू अल्छी लाग्यो यहाँ गइरह्यो होइन यहाँ नानी गए फोटो खिची गरौँ भेडेको टुप्पी हेरे ल हेर मेरो छोरा चाहिँ ला गइरहेको त ढिङ्क्याङ गइरहेको त दिएर हाम्रो आमाहरू चाहिँ आउनु हुँदैछ अरे अनि हामी चाहिँ अब यहाँ अब जाने बाहिर फोन गर्नुहुन्छ गेटमा आएर टिकट काटिसकेको छ सो अब हेर्दै गर्नु होला अनि आमाहरू आएपछि हामी खानपिन गर्छौँ भोक लागिसक्यो के साह्रो भिड हो क्या अनि साथीहरू भिड छ नि हो खेल्ने ठाउँमा पनि खुट्टा राख्ने ठाउँ छैन अनि अब हिँड्ने ठाउँमा झन् केही कुरा गर्नु राम्रो पिकनिक खानेको तहल के भन्छ तहल कहाँ छ तहल कहाँ यता पिकनिक रिसोर्ट तल रिसोर्ट होइन यो पिकनिक रिसोर्ट राख्नु पर्ने थियो त्यो भोक लाग्यो है चटपटै खानु मन लाग्यो होइन उमेर छोरा पुगिसकेको साथीहरू मलाई त उसले बनाएको करेन्ट चाउचाउ खानुपर्छ है साथीहरू अब यस्तै हो हेर्दै गर्नु होला पिकनिकको भिड राम के साह्रो हो पिकनिक आमाहरू पनि आइपुग्नु भयो यो पकाउनु त यसलाई बोक्नु पर्यो यहाँ हाम्रो खानेकुरा आयो अब भोक लागिसक्यो किन ढिला ढिला भाइ आउनु भयो अब चाहिँ हामी खाने ठाउँतिर खोज्नु गएको साथीहरू अब हामी चाहिँ खाना खानु जान्छौँ अब सोरो ड्राई पिकनिक गन्द्रिया छ्याम तन्नाले है अन्त ल अब हाम्रो सुरु है अब मान्छे हट्दैन क्या बारीमा सक्छ गिलासहरू मेरी आमा पापड त छिरिम झिङ्गा छिरेर त्यही भएछ यो हङकङ पुग्छ भनेको त त्यसै त होइन क्या यहाँ खानेकुरा निस्कियो यहाँ फर्केको चास आलुदम पुलाउ साथीहरू यहाँ के छ यो त ढाडी होला साथीहरू करेन्ट चल्छ त Happy drive picnic. Picnic. अब चाहिँ हामी खायौँ चटनी मासु तासु अब चाहिँ हामी खायौँ ल मलाई चाहिँ मासु खुवाइ मलाई चाहिँ मासु खाइ हाम्रो चाहिँ सकिसक्यो अनि यहाँ अरूको गीत बजिरहेछ छोराहरूलाई पिकनिक लागिरहेछ यहाँ गर्नु गयो नानीहरू चाहिँ सबै पोखाइदेऊ यहाँनिर टेकेर अब खाइसक्यो साथीहरू रिल्याक्स
बाई 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 रिल्याक्स रिल्याक्स खाइसकेको बारे खाइसकेको नाति जोडा कान्छीसँग कता हरायो त गाइस हामीले चाहिँ खाइसक्यौँ अब चाहिँ हामी हिँड्यौँ झोला झन्डा बोकेर होइन अयो यहाँ चाहिँ नाउ खेल्ने भनेर मर्नै लागेको छ बेचेरा चाहिँ गाइस अब चाहिँ हामी लाग्यौँ है डुल्नुलाई खाइसक्यौँ हामी चाहिँ यो घर जस्तो अग्लोमा चढेको अनि त्यो चढिनौँ अनि हालेर पिकनिक खानेहरू राम राम भगवान् आऊ ल यता अनि आऊ यहाँ चाहिँ पानी यहाँ चाहिँ खेलाउन किन्यो भने मर्न लागेको छ यहाँ आऊ अब हेर्नु हामी त गएको है अब यहाँ हो पानी नाउ छ र चढ्ने छ खोइ गदेहरू के छ त छैन रहेछ अहिले नाउ सोधेर आउनुहुन्थ्यो सोधेर आइज नि त अनि आएन चाहिँ के गर्नु अब आमा आइपुग्नु भएछ गदेरो अब चाहिँ हामी घर जान लागेको यहाँ अब लास्ट घुमघाम हाम्रो चाहिँ हामी चाहिँ बोर्डिङ गर्नु लागेको है त यहाँ पानीमा सुइहाल 3 जना छोराछोरी चाहिँ ऊ आमाहरूसँग राखिदिएको थाहा छैन अब कस्तो हुन्छ फोन लानिदिन्छ अरे अब आफ्नो सेपमा भ्लग हेर्नु होला ए भ्लगहरू भिडियो हेर्नु होला हामी खेलेको आउँदैछ चोटिको एक्सप्रेसन 9मा मरिन्छ कि अब मऱ्यो मऱ्यो आयो लास्ट जान्छ डर लगाऊ लाइनमा हामी चाहिँ लाइनमा साथीहरू अब हाम्रो चाहिँ टनाउनु लाग्यो यहाँ अब अङ्कलहरू पछि हाम्रो टनाउँछ यहाँ जाने ठाउँ चाहिँ यस्तो रहेछ कसरी जाने हो अब यसरी बोर्ड खेल्ने हो हेर्दै गर्नु होला अब चाहिँ हामी लाइन सकिन लाग्यो हामी पनि यसरी जानुपर्ने डर लागिसक्यो कसम अब हाम्रो टर्न आयो साथीहरू हाम्रो टर्न आयो मेरो छोरा पनि आउँछ अरे यहाँ यो काय यत्रो बडा एकछिन थाम्बे आगुले के भन्यो गाइस हाम्रो टर्न आयो यहाँ मेरो छोरा पनि जाने अरे एकछिन झर्न दिनु न ओर्दिनु हामी चढ्यौँ अरे पक्रै तर जाँदैछु ल कुदो अब आयो भइरहेछ परामा भइरहेछ देखिरहेको छ मेरो हात उयो भइरहेको भएन साथीहरू हामी चाहिँ नाउ खेलिसक्यौँ अब चाहिँ हामी घर जाने
ल डेढ चाहिँ गयो डेढ चाहिँ गायब होइन 2 फोनकोमा अघि 3 फोनको हान्दै थियो नि फेरि अब चाहिँ हामी घर लाग्यौँ ल सक्यो ड्राई पिकनिक पनि माया खोइ मजा आयो ल के अरे फोन क्या भित्रै लान्थ्यो जस्तो लाग्यो पहिले चाहिँ डर लाग्यो नउतार्दाखेरि फोन छोडेर हिँडेको नि त हामी त फोन लिएर गएपछि कति भिडियो आउँछ है अब हेर्नु होला लाइक कमेन्ट गर्नु होला सक्यो हाम्रो टुर सक्यो घुमघाम सक्यो आजको दिन सक्यो 2000 न्यु इयर सक्यो हाम्रो है सक्यो न्यु इयरमा पनि घुमियो न्यु इयरमा होइन न्यु इयर सकेर पनि घुमियो 2026मा 2026 मेमोरिज है गाईलाई चाहिँ भापु किनिदिएको हामीले अनि हामी चाहिँ पानी खानलागेको अनि यहाँ खेती पाएन बस लु लड्छ है हामी चाहिँ घर आइपुगिसक्यो अहिले चाहिँ 5 बज्यो अनि यहाँ यिनीहरूको बाजा 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 हामी चाहिँ भल्ल यहाँ घरको माथि बाटोमा छौँ अनि अब चाहिँ म यहाँ भ्लग गर्छु बाई बाई लाइक सब्सक्राइब गरिदिनु भन्दै बाई बाई गर्दै बाई